सबैजनालाई नमस्ते फेरि भेटौँला है ल ल ल है त सबैजना दिदीहरू धेरै धेरै धन्यवाद बाई बाई तारा भन्नाले आकाशको तारा झरे जस्तो लाग्छ भन्नुपर्ने रहेछ मैले सुरुमै गल्ती बोलेछु गयो त्यही माथि फेरि म नमस्कार सबैजनालाई समीक्षा सारू युट्युब च्यानलमा आज चाहिँ म चाहिँ नेपालबाट नभइकन यहाँ दुबईको एउटा अलकुद्रा भन्ने लेकबाट चाहिँ सिधा तपाईहरु समक्ष मैले यो भिडियो चाहिँ प्रस्तुत गरिरहेको छु। आज सानो बारबेक्यू कार्यक्रम नाइट स्टे क्याम्पिङ चाहिँ कार्यक्रम छ यहाँनिर। अब साथीहरुले भाइहरुले भान्जाहरुले त्यहाँ अब बारबेक्यूको प्रोसेस गर्दै हुनुहुन्छ। साथीहरु पनि आउने क्रम जारी नै छ। आशा छ तपाईहरुले चाहिँ भिडियोको अन्तिमसम्म रहेर साथ दिनुहुनेछ भन्ने। यहाँनिर अब चाहिँ बारबेक्यू प्रोसेस चाहिँ भइरहेको छ। हाम्रो भाइले चाहिँ सुरुवात गरिआटेको छ। आगो बाल्ने क्रम जारी छ अनि त्यसपछि यहाँ बहिनीहरु चाहिँ चिटिक्क परेर आउनु भएको छ। आज चाहिँ जंगलमा चिटिक्क परेर आकाशको तारा चाहिँ झर्ने सम्भावना देखिरहेको छु मैले। यो के आकाशको तारा भुइँकै तारा काफी छैन भन्नाले आकाशको तारा झरे जस्तो लाग्छ भन्नुपर्ने रहेछ मैले सुरुमै गल्ती बोलेछु। त्यही माथि फेरि म अनि हाम्रो प्रकाश सरले यहाँ पराई गरिराख्नु छ गाडीमा। यहाँ पनि चिटिक्क परेर आउनु भएको छ। हाम्रो दिदीले चाहिँ यतातिर सरहरूलाई मेरो भ्लगमा चाहिँ स्वागत छ। बन्द गर है सरलाई पनि मेरो भ्लगमा चाहिँ स्वागत छ। यो चाहिँ मेरो बिरयानी खाएर होइन मतलब का सेतो सादा बिरयानी रहेछ नि भन्नु खोजेको कि पुलाउ हो यो? ए फिला यो चाहिँ खाने हो। त अरू त त्यस्तै हो। भोक लाग्यो सबैलाई। ए रहेछ ग्रेभी होइन नि त। केही छैन हामी खान्छौँ भन न भाइ। हो हामी खान्छौँ। चाहिँ रेडी भयो। खरानी भइसकेछ त्यो यहाँ पो खरानी भएको हो। यो एकै ठाउँमा भयो क्या। यो अलि साँच्चै एउटै यतै आयो क्या। हप घुमेर सब एउटै ठाउँ।
चिकन छ यहाँ आधा ठाउँ मान्दैन र जो जरा छ त्यही दिँदै गर्नु रक्षा यहाँ पनि छ। यता पनि छ है त्यसपछि घाँसमा यसरी डोबेर हामीलाई अब यो भनेको अरबीको विशेष खाना के भन्छ यसलाई खबुस यसरी बटुलेर यसरी गरेर गम्मै भनिन्छ अझ होइन हाम्रो एउटा हाम्रो सुषमा बहिनी यो चिसो त नि बेला त बेना पाङ्रा यति नै हो पाङ्रा हो त्यहाँ गाडीमा निकाल्ने अब होइन कि कुखुराको पाङ्रा पाङ्रा सकियो होला यो हामी ठाउँ नपुगेर यस्तो उठेपछि छैन होला बोलेको पाङ्रा त्यहाँ छ के त्यो पोल्दिनु पाङ्रा त्यहाँ छ के पाङ्री त हो त्यस्तै पुष्पा बहिनी ल थप्न पाङ्रा त्यहाँ छ के सबैलाई भयो पाङ्रा त्यहाँ छ गाडी पाङ्रा चाहियो होइन कि कुखुराको पाङ्रा चाहियो हजुरले खानुभयो हजुरले खानु के खाइहाल्नु मैले तिमीलाई खोलेर फेरि ल यतैबाट पल्लाएर यसै उता थप्दै आउनु भान्जी समीक्षा सारो युट्युब च्यानलमा हजुरलाई स्वागत छ है थ्याङ्क यू मामा सब्स्क्राइब सेयर पनि गरिदिनु होला भोलि आउँछ भिडियो मलाई पनि पठाइदिनु है मामा हस् के आएन आउँदैछ सालीले बोकेर मासु आयो मासु मासुले साली मासु आयो मासु दाइको साली जाँगेर ल्या सालीहरू छन् दाइको साली भाइको साली स्पेसल हजुरलाई चाहिँ जुम गरी देखाउनु पर्ने हो अझै म चाहिँ चिकन भन्नु पर्ने छ चिकन हो बङ्गुर होइन के हो त यो कोक ल नाइन सर के छ हाल खबर बाटोमा खाने हो कि भोक लाग्छ किलिक जाने त्यो मेरो हो के बाटोमा खाने हो जति भए भोक लाग्छ भनेर भनिरहेको झन् हाल्नु के त्यहाँ हो त्यो हालेको पनि गर्ने त्यसरी हालिसक्नु यता यहाँ तीनजना होइन यहाँ तीनजना होइन बनाएको यति त खेती मिल्छ हजुर कहाँ हो र फेरि टोपी लाउनु पो चालेको छ नाको चाहिँ खालि जय लिएर आसे साइनो चाहिँ बदलेर आसे चेन चार्टमा नाम हुने है देनी त पक्का देनी गुनासो गर्दैछन् ए उहाँ त हाम्रै घरको मान्छे भनेर आगो किन जन्छ नि आज ल्याउनु हैन नुन मात्रै ल्याउनु नुन चाहिन्छ नुन ल्याउनु न है दामी छ हजुरलाई मात्रै घाँस खानुहुन्छ नुन त तिपातुर त्यसबाट एउटा सर के पुग्दैन त्यसो भएर अघि बुझ्नु अघिबाट त्यसो भएर हुक्रा पुरा यता छोरा नुनहरु नमस्ते हजुरलाई समीक्षा सारो युट्युब च्यानलमा स्वागत छ धन्यवाद
पनि धेरै धेरै धन्यवाद मलाई यहाँ समीक्षा सारू बहिनीकोमा जोइन गराउनु भएकोमा यसो अनि आज कस्तो लागिरहेको छ रमाइलो लागिरहेको छ है अनि नानी खोइ त छोरी खोइ छोरीहरूको चाहिँ छुट्टै छ उनीहरूको ल ठिक छ म चाहिँ यहाँ चिया बनाउँदैछु यता रोजी अब चल्न लाग्छ अनि यहाँ रहेछ छोरीहरू चाहिँ कान्छा भाइ फेरि ल गयो ल गइहाल्यो कि होइन गुल्मी कट्ना नि र म थोडी दोरी गाउँछु त स्टार्ट हाम्रो भेट्नु नजुरेको बस्ने यतातिर बस्नु होइन होइन यस्तो गर्नु यता फर्काउनु यता मान्छे मात्रै यता घुम्नु
त्यहाँ बसेर गाइहाल्नु पर्छ के च्यालेन्ज हाते उठाएर लग्ने जसलाई आउँछ त्यतिले गाउने रिलेमा हालेर ल यता यता बेर छुट्टै छ ल ल ल मागे मागे यहाँ फेरि ल 5 रुपैयाँ 5 रुपैयाँ 5 रुपैयाँ ल यता पनि सुरु गरे के ल अशोक दर्जी कुटुमा कुटुमा सुपारी धन्न कुटुमा भन के भान्जे भन न म त बजाउने हो नि त कुटुमा कुटु सुकाउन जान भन्छ ल यस्तो गरेको भए ओ भान्जी नाच्नु भएको लुक्न देऊ मलाई तिम्रो केसमा धेरै शीतल छ सर मादल बजाउनु न
सरस दयाली रस रात पर्यो कहाँ जान्छौ यही बस जाडोले आकाश माथि नौलाखे तारा साले जो तारा जोन्जिना तारा जोन्जिना हजुरले गीत आउने हो कि मिस हजुरले गीत आउने कि
नानी के गरेको जय होस् जय होस् बजाकै बजा ल एउटा जे भान्नु फाइन डाइनिङ रेस्टुरेन्टमा प्ले गरेर जस्तो गर्नुभयो त म्युजिक ल बाई बाई सबैजनालाई धेरै धेरै रमाइलो भयो आजको दिनमा धेरै धेरै रमाइलो भयो सबैजनालाई धेरै धेरै धन्यवाद ल अब जानुपर्ने हुन्छ हामीले है हामी हिँडेको होम सर हेलो ल हामी लाग्ने है ल सबैजनालाई नमस्कार जोडले हिँड्न थालेको अब यो दिन्छु म जाम ल धेरै धेरै धन्यवाद है देवराज भयो नमस्कार बहिनी नमस्कार 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 सबैजनालाई नमस्ते फेरि भेटौँला है ल ल ल है त सबैजना दिदीहरू धेरै धन्यवाद बाई 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 भान्जिलो लागेको है तिम्रो मोबाइल भान्जी लागेको ल दिदीहरू भन्छ लागिस् त बहिनी हामी जान लाग्यो है ल सर हामी जान्छ हस् हस् हुन्छ ल ल केटो है ल बाई बाई ल जाम ल जाम रमाइलो एकदम रमाइलो भयो है सर ल ल ल सर हामी लाग्नु लाग्यो है अब ल हस् ल सर ल है ल बाई बाई धन्यवाद धेरै सर ल खाइदिनु भयो खाइदिनु भयो नाच्दिनु भयो गाइदिनु भयो अन्तिममा मेरो युट्युब च्यानलमा मेरो छोरीको युट्युब च्यानलमा के भन्नु छ भने भन्नुहोस् ल 2 शब्द ल हाम्रो नानीको च्यानललाई सब्स्क्राइब एन्ड लाइक सेयर गरिदिनु होला अनि नानीलाई एकदमै के अरे आगामी दिनहरूको लागि धेरै धेरै शुभकामना पनि दिन चाहन्छु र आज चाहिँ बेसरी रमाइलो गरियो स्पेसली अब जय सरहरू अबुधाबीबाट आउनुभयो धेरै धेरै धन्यवाद नमस्कार धन्यवाद सर ल सर जाम है